तपाईलाई थाहा छ लाखौं मानिसहरूलाई डायबिटिज अर्थात् मधुमेह सुगर रोग छ तर उनीहरूलाई थाहै छैन। डायबिटिज भनेको यस्तो अवस्था हो जहाँ रगतमा ग्लुकोज चिनीको मात्रा बढ्छ। सामान्य रूपमा हामीले खाएको खाना पछि बनेको ग्लुकोजले शरीरका कोषहरूमा गएर ऊर्जा दिनुपर्छ। यसका लागि हाम्रो शरीरले इन्सुलिन भन्ने हर्मोन प्रयोग गर्छ। इन्सुलिन प्यानक्रियाज अर्थात् अग्नाशय भन्ने अङ्गमा बन्ने गर्छ। अब यसलाई सजिलै बुझौं। तपाईको कोषहरू एउटा कोठा जस्तै हुन्। ग्लुकोज त्यो कोठामा पस्न चाहन्छ। इन्सुलिन भनेको साँचो हो। स्वस्थ शरीरमा साँचोले ढोका सजिलै खोल्छ र ग्लुकोज भित्र गएर ऊर्जा दिन्छ। तर डायबिटिजमा यो सिस्टम राम्रोसँग काम गर्दैन। डायबिटिज विभिन्न प्रकारका हुन्छन्, तर मुख्य प्रकारमा टाइप 1 डायबिटिज जसमा शरीरले इन्सुलिन नै बनाउँदैन, अर्थात् साँचो नै हुँदैन। टाइप 2 डायबिटिज जसमा साँचो त हुन्छ तर तालचा खिया लागेको हुन्छ, त्यसैले ढोका राम्रोसँग खुल्दैन। यसलाई इन्सुलिन रेजिस्टेन्स पनि भनिन्छ। अर्को प्रकार हो जेस्टेसनल डायबिटिज, जुन गर्भावस्थामा हुने डायबिटिज हो, जहाँ गर्भावस्थाका हर्मोनहरूको असरले ढोका खोल्न झन गाह्रो हुन्छ। त्यसैले ग्लुकोज शरीरका कोषभित्र जान सक्दैन र रगतमा नै बसिरहन्छ। समयसँगै धेरै ग्लुकोजले शरीरका धेरै अङ्गहरूमा असर पार्छ। मस्तिष्क, रक्तनली, मुटु, मृगौला, आँखा र नसाहरूमा। यदि उपचार नगरेमा डायबिटिजले लगभग शरीरका सबै अङ्गहरूमा असर गर्न सक्छ।